प्लान्ट बला, नेपाली नाम खरेटो बनाउने गर्छ यसले, त्यही भएर खरेटो पनि भन्छन् यसलाई। अर्को त्यो नल भन्ने फेरि अर्को बढार्ने कुच्चो जस्तो हुन्छ, यो चाहिँ खरेटो बनाउने हुनाले खरेटो भन्छन्। र ल्याटिन नेम यसको सिडा रोम्बोइडिफोलिया, किनकि रोम्बोइड सेप छ यसको, रोम्बोइड आकारको सेप छ हैन लिफको। अनि त्यसपछि गएर खासमा बलाको ल्याटिन नेम धेरै स्पेसिस हुन्छ, सिडा कर्डिफोलिया, सिडा रोम्बोइडिफोलिया, मेन सिडा कर्डिफोलिया भन्ने छ, तर यसलाई पनि हामीले युज गर्न सक्छौँ बलालाई। र फ्लावर हेऱ्यो भने यसको रोम्बोइड लिफ, डेन्टेड मार्जिन हुन्छ। ओके, यहाँ हेऱ्यो भने हैन रोम्बोइड आकारको लिफ छ अनि डेन्टेड मार्जिन छ। त्यस्तै गरी फ्लावर हेऱ्यो भने येलोइश कलर, येलोइश व्हाइट कलर, बिचमा चाहिँ व्हाइट, अरू त रस येलोइश व्हाइट कलरले सराउन्डिङ भएको हुन्छ। र फ्रुट चाहिँ यस्तो सानो सानो यो सेपमा हुन्छ फ्रुट, टप अफ द लिफ हैन, माथि मसमा चाहिँ साइडबाट पनि आउँछ। यसलाई चाहिँ यो फ्रुट हो यसको है। बलाको पार्ट्स युज के हो भन्दाखेरिमा रुट हो है, नट फ्रुट नट फ्लावर, यसको रुट हो। बलाको मूल युज हुन्छ विच इज बल्ले इन नेचर, नामै बला छ अनि बल्ले इन नेचर हुन्छ। बलारिष्टमा हाम्रो विशेष गरी अनि बलागुडी च्यादी तेल बल्ले प्रपर्टी हुन्छ, नर्भाइन टोनिक हुन्छ यसको चाहिँ है। र यो चाहिँ बलाको चाहिँ अर्को भनेको हाम्रो रसायन पनि हुन्छ। अनि त्यसपछि गएर वृक्ष, यिनीहरू यस्तो यस्तो एक्सनमा हामीले युज गर्छौँ।